हाई एभ्रिवान, नमस्ते छोरले। स्वागत छ हजुरहरूलाई मेरो युट्युब च्यानलमा। आई होप हजुरहरू सन्चै हुनुहुन्छ होला। म पनि एकदमै धेरै सन्चै छु भन्दै मैले चाहिँ आफ्टर लङ टाइम चाहिँ फेरि पनि अर्को भिडियो लिएर आउँदैछु। सो साथीहरू, अनि म चाहिँ आज किन भ्लग बनाउँदैछु भन्दाखेरि मेरो चाहिँ अब एकदमै धेरै खुसीको दिन आउँदैछ नजिकै होइन। अनि त्यो खुसीको दिन चाहिँ के हो भन्दाखेरि चाहिँ म चाहिँ अब नेपाल जाँदैछु। म चाहिँ यहाँ आएको चाहिँ अलमोस्ट 2 इयर्स कम्प्लिट भइसक्यो होइन। त्यसपछि म चाहिँ अब चाँडै नै नेपाल जाँदैछु। सो साथीहरू, त्यही भएर हजुरहरूसँग सेयर गरौँ भनेर म चाहिँ आज टक्क लगेजहरू सबै प्याक गरिसकेँ होइन। प्याक गरेर भइसक्यो मेरो चाहिँ। अनि यत्तिकै धेरै टाइम भएको थियो भ्लग नबनाएको पनि, त्यही भएर आज चाहिँ म भ्लग बनाउन जाँदैछु। भ्लग बनाएको भनौँ न। म चाहिँ अब के गर्न जाँदैछु भन्दाखेरि स्किन केयर, त्यही पनि होममेड। सो हेर्दै गर्नु होला साथीहरू अन्तिमसम्म भिडियो। म के गर्छु आज भनेर हजुरहरूलाई देखाउँछु। देख्न सक्नुहुन्छ साथीहरू, मेरो चाहिँ यो लगेज एउटा ठुलो लगेज भयो अनि त्यसपछि यो चाहिँ सानोमा होइन। अनि मैले चाहिँ नेपालमा 40 केजीसम्म लान पाउने रहेछु सामान होइन। अनि मलाई चाहिँ थाहा थिएन नि त। अनि 25 केजी मात्रै लाने होला भनेर चाहिँ मैले चाहिँ अनि यो दुईवटा, एउटा ठुलो एउटा सानो मात्रै प्याक गरेको थिएँ। अनि होइन रहेछ, 40 केजी लान पाउने रहेछ। त्यही भएर सामान चाहिँ मेरो अझै थप हुँदैछ। मेरो बुढाले चाहिँ सपिङ गरेर राख्नु भएको छ होइन। अनि म चाहिँ अब जम्मा 2 महिनाको छुट्टीमा जानु लाग्यो नि त। अनि फेरि आउनुपर्ने हुन्छ नि त म। त्यही भएर अनि मैले मेरो आफ्नो सामानहरू चाहिँ त्यस्तो केही पनि लिएको छैन। अनि बच्चाहरूको लागि, फ्यामिलीहरूको लागि मात्रै सामानहरू किनेको छु। त्यही पनि सामान धेरै हुने भयो कि अब चाहिने अब सामानहरू त किन्नै पर्यो होइन। अनि अब नेपालमा नपाउने, अब मतलब हुन्छ नि त, नेपालमा कस्तो महँगो पर्छ नि त। अनि त्यस्तो सामानहरू पनि मैले यहीँबाट लानु लाग्यो होइन। त्यही भएर मेरो चाहिँ अर्को ठुलो पनि लगेज फुल होला जस्तो छ साथीहरू। सो त्यही भन्दै म चाहिँ अब स्किन केयर गर्न जाँदैछु होइन। मेरो स्किन केयर चाहिँ यहाँ रहेको छ। मैले चाहिँ यसमा के हालेँ भन्दाखेरि होइन, यसमा चाहिँ मैले कफी हालेँ, दही हालेँ, बेसार हालेँ, अनि त्यसपछि अलिकति हनी हालेँ होइन। म चाहिँ यस्तैबाट गरिरहेको हुन्छु स्किन केयर चाहिँ। अनि त्यही त हो नि, पार्लरतिर जान कति महँगो छ साथीहरू दुबईमा। अनि त्यही भएर म चाहिँ यस्तै घरमा अनि बनाएर बेला लगाइरहेको हुन्छु। ओके साथीहरू, म चाहिँ अब स्किन केयर गर्न जाँदैछु होइन। टक्क लागेर आफ्नो स्किनको पनि हल्का केयर गर्नु पर्यो नि त हो साथीहरू। कति काम भन्नु, कति पैसा भन्नु होइन। हुन त यो स्किन केयरको लागि पैसा त लाग्दैन, हल्का घरमै भएको सामानहरूबाट चाहिँ गर्न सकिन्छ। टक्क लाएर धेरै दिन भएको थियो मैले नगरेको होइन। अनि कस्तो लाग्यो कि, त्यही भएर आज चाहिँ गरिदिउँ न, हल्का काम पनि छैन खाली भएको बेलामा भनेर। यस्तो हप्तामा 2 चोटि गऱ्यो भने चाहिँ कस्तो राम्रो, फेस राम्रो हुन्छ क्या। कस्तो उयो भइरहेको हुन्छ नि त हाम्रो आजकल गर्मीमा। त्यही भएर आफ्नो स्किनको चाहिँ टाइममा केयर गर्नुपर्ने हुन्छ साथीहरू। मेरो चाहिँ म चाहिँ अब नेपालमै गएर आफ्नो सर्भिस गर्नुपर्ने छ। स्किनको, कपालको, बडीको, नेलको सबै। त्यो चाहिँ म आफ्नै बहिनीको पार्लरमा गएर सर्भिस लिन्छु होइन। आफ्नो बहिनीको पार्लर भयो अरूकोमा किन गर्नु होइन, पैसा किन खर्च गर्नु। हुन त बहिनीलाई पनि पैसा त दिनुपर्छ, फ्रीमा त के गरिदिन्थ्यो र होइन। बिचरा उसको पनि अब कति लगानी गरेको हुन्छ नि त सामानहरू, प्रडक्टहरू कति महँगो परेको हुन्छ। त्यही भएर म चाहिँ बहिनीकोमा गएर आफ्नो नङहरू बनाउँछु अनि कपाल बनाउँछु, कपालमा कलरहरू गर्छु। कपाल झरेर, अरूभन्दा नि मेरो कपाल त झरेर लास्टै भइसक्यो यहाँ गर्मी, तातो पानीले गर्दाखेरि होला। त्यही भएर अब अनि अर्को खुसीको कुरा चाहिँ के भन्दाखेरि साथीहरू, मेरो चाहिँ सानो छोरा, मेरो चाहिँ 2टा छोरा छ नि त। सायद थाहा छैन होला हजुरहरूलाई होइन, मैले भनेको पनि छैन होला। मेरो चाहिँ 2टा बाबुहरू छ। अनि तिनीहरूको चाहिँ एउटाको साउनको 5 गते हो बर्थडे, 4 गते बर्थडे, अर्कोको चाहिँ भदौको 25 गते बर्थडे होइन।
अनि म चाहिँ टक्क लागेर 2 जना छोराहरूको बर्थडे मनाउने भनेर त्यही प्लान गरेर अनि टिकट काटेको 2 महिनाको छुट्टीमा जाँदैछु नि त। सो 2 महिनाको छुट्टीमा जाँदाखेरि त अनि एउटाको साउनको सुरुमै भयो बर्थडे, अर्कोको चाहिँ भदौको अन्तिममा भयो नि त। अनि भदौको अन्तिममा 25 को त्यो बर्थडे भनेपछि बर्थडे मनाएर ठुलो छोरोको बर्थडे मनाएर 3 दिनसम्म सँगै बस्नु पाउँछ। त्यसपछि 3 दिनपछि चाहिँ म फिर्ता आउनुपर्छ यहाँ दुबईमा होइन। त्यही भएर त्यही अनुसारले हिसाब मिलाएर म चाहिँ जाँदैछु नेपाल होइन। सो साथीहरू के गर्नु, आफ्नो बच्चाको खुसीको लागि गर्नुपर्छ। बच्चाको खुसीको लागि अब आफू नेपालमै बस्छु, बच्चासँगै बस्छु भनेर पनि नपाइने रहेछ। बच्चाको भविष्य पनि हेर्न पर्ने रहेछ साथीहरू। के गर्नु, बच्चाको भविष्यको लागि भए पनि आफ्नो देश छोडेर आफ्नो बच्चा छोडेर हिँड्नु पर्ने होइन। के गर्नु, हाम्रो स्थिति अवस्था यस्तै छ, केही छैन साथीहरू। कमाउनु पर्यो 2-4 वर्ष यसो बसेर, 2-4 वर्ष होइन, म अब 2 वर्ष भयो। अब 2 वर्ष, अर्को 2 वर्ष बस्ने हो। अनि मेरो हस्बेन्ड चाहिँ बस्नुहुन्छ, अब कहिलेसम्म हुन्छ होइन। अब दुवैजना बुढाबुढी नै सधैँ विदेश बसेर त हुँदैन, बच्चाहरू पनि हुर्किँदैछ। अनि त्यसपछि बच्चासँग त आमा भए पनि बाउ भए पनि बस्नु पर्यो नि त। अनि पैसा भनेर पैसा मात्रै कमाएर हिँडेर पछि बच्चा गलत बाटोमा लाग्न सक्छ। अनि त्यसपछि ठुलो भएपछि त अब हुन्छ नि त, आमा बाउले नै छोडेर हिँडेको हामीलाई भनेर बच्चाहरू मनमा इख राख्ने हुन्छ नि त। त्यही भएर म चाहिँ 2 वर्ष मात्रै बस्छु। सो त्यसपछि चाहिँ मेरो बुढा चाहिँ बस्नुहुन्छ। त्यही हो, के गर्नु साथीहरू, यस्तै छ होइन। यस्तै हुँदैछ मेरो स्किन केयर चाहिँ। हेर्दै गर्नु होला साथीहरू। हजुरहरूले मेरो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने चाहिँ सब्सक्राइब गरिदिनु होला होइन। अन्तिमसम्म हेरेर के कस्तो लाग्छ कमेन्ट गरिदिनु होला, लाइक गरिदिनु होला। म चाहिँ अब नेपाल गएपछि चाहिँ भिडियोहरू चाहिँ लिएरै राखेको हुन्छु। यहाँ त अब टाइम हुँदैन नि त, ड्युटी गर्नु पर्यो। अनि अब टाइम हुँदैन नि त, अब गर्मी महिनामा बाहिरतिर निस्किने कुरा पनि हुँदैन। अनि अब म चाहिँ नेपाल गएपछि चाहिँ 2 महिना चाहिँ मस्त छोराहरूसँग घुम्छु, यताउति गर्छु, फोटोहरू भिडियोहरू भ्लगहरू चाहिँ म हालिरहेको हुन्छु, अपडेट गरिरहेको हुन्छु साथीहरू होइन। हजुरहरू सबैजनाले चाहिँ मलाई सपोर्ट गर्नुपर्ने हुन्छ। त्यही हो साथी। मेरो चाहिँ मुख सुख धोएर पनि मैले सकिसकेँ होइन। सुकाएर पनि मुख पनि धोएर हल्का सनस्क्रिम लगाएँ। देख्न सक्नुहुन्छ रिजल्ट यस्तो मेरो फेस चाहिँ होइन। मेरो यो आँखा आज के भएको छ, कस्तो अप्ठ्यारो भइरहेको क्या, बिहानदेखि निन्द्रा नपुगेर हो कि के हो। त्यही हो साथीहरू। अनि के साथीहरू, मसँग चाहिँ स्किन केयरको सामानहरू यो हुन्छ नि त, डेली स्किन केयरको सामानहरू प्रडक्टहरू थियो कि अलिअलि। बहिनीले अस्ति नै पठाइदिएको थियो नेपालबाट, सबै सक्यो भने यो पनि सक्यो। यो टोनर मात्रै छ चोल, यो के अरे उयो सनस्क्रिन पनि सक्यो। त्यही भएर म त अहिले त यस्तो पो लगाउँदैछु हो, सनब्लक भन्छ कि सनस्क्रिन के भन्छ। यो घामबाट चाहिँ हल्का फेसलाई बच्छ कि बचाउँछ कि भनेर यो यही भए पनि लगाउँदैछु। अब नेपालबाट आउँदाखेरि चाहिँ लिएर आउनु पर्ने छ। त्यही हो साथीहरू। अनि के साथीहरू, मसँग चाहिँ के छ भन्दाखेरि करेन्ट चौधो छ होइन। अनि थोरै मात्रै हो यहाँ, 2 प्याकेटमा अस्ति एउटा खोलेर खाएको थिएँ मैले। अनि यसमा चाहिँ यो डेट हुन्छ नि यसको, यो के हो एकचोटि यो नेपालमा कम्पनी नै अब बन्द गर्न लागेको त्यस्तै समथिङ के भनेर सुनेको थियो। अनि यस्तो यो ब्याज नम्बर कति, यो ब्याज नम्बर 04A भनेको चाहिँ नखानु भनेको थियो नि होइन। अनि के हो कि मेरो बुढाले चाहिँ अस्ति नै साथीलाई मगाएर अनि ल्याएर राख्नु भएको रहेछ। अनि मलाई चाहिँ त्यतिकै फाल्नु पनि मन लागेन कि, अनि खाइदिएँ। अस्ति पनि 1 प्याकेट चाहिँ खाइदिएँ होइन। तर मलाई त्यस्तो साइड इफेक्ट केही पनि भएन क्या, त्यस्तो पेट खराब हुने यताउति त्यस्तो केही पनि भएन। अनि म चाहिँ हल्का पिरो पनि त्यस्तो धेरै खान सक्दिनँ नि त। अनि पिरो हल्का मात्रै हालेर खाएको, त्यस्तो केही भएन। सो मसँग चाहिँ अझै छ के, अनि त्यत्तिकै के राख्नु होइन। अब अझै 2 महिनाको लागि नेपाल गएपछि त झन् बिग्रिन्छ। त्यही भएर म चाहिँ आज फेरि पनि अर्को पनि करेन्ट चौथो पकाएर खान जाँदैछु।
सो जे होला होइन, आफ्नो मनले मागेपछि त खान पर्यो। चौचौ पकाएर खान जाँदैछु साथीहरू, देख्न सक्नुहुन्छ मसँग चाहिँ करेन्ट चौचौ छ। के गर्नु होइन, 2 महिनाको लागि नेपाल गएर आउने जेलसम्म त झन् बिग्रेला होइन, त्योभन्दा बरु खान्छु, केही नि हुन्न। अस्ति पनि खाएको हो एउटा। सो साथीहरू, म चाहिँ अब करेन्ट चौचौ बनाउन जाँदैछु है त। करेन्ट चौचौ पाक्दैछ होइन, बोइल गरिरहेको छु। त्यसपछि यता चाहिँ मेरो ससेज पनि पाक्दैछ। मेरो चाहिँ यहाँ करेन्ट चौचौ पनि पाकेर रेडी भइसक्यो। म चाहिँ अब खाँदैछु होइन। तातो तातो छ साथीहरू, तातो तातो। मलाई चाहिँ करेन्ट चौचौ खाँदाखेरि चाहिँ के अन्डा कि ससेज चाहिँ चाहिन्छ क्या, अनि मिठो हुन्छ नि त। सो साथीहरू, लास्टै तातो छ। ओके साथीहरू, मैले चाहिँ चौचौ खाएर पनि सकिसकेँ होइन। सो आजको भिडियो चाहिँ के कस्तो भयो हजुरहरूले हेरेर प्रतिक्रिया दिनु होला। धन्यवाद धेरै धेरै अन्तिमसम्म भिडियो हेरिदिनु भएकोमा। सो साथीहरू, अब चाहिँ म ब्लग एन्ड गर्न चाहन्छु। फेरि पनि भेटौँला अर्को भिडियोमा। सायद अब नेक्स्ट ब्लग चाहिँ मेरो नेपाल जाने बेलामै हुन्छ होला सायद होइन। अब धेरै दिन बाँकी छैन, ठ्याक्कै 1 हप्ता मात्रै बाँकी छ। नेक्स्ट आज ट्युसडे भयो, नेक्स्ट ट्युसडेमा 14 तारिक चाहिँ म यहाँबाट राति नेपाल है त साथीहरू।